मैले यसो भन्दै गर्दा मलाई धेरैजनाले गाली गर्नुहुन्छ होला, थाहा छ। तर म के भन्छु भने नि, दिदीबहिनीहरू धेरै हलुका नहुनु है, ताकि तपाईँलाई जो कोहीले युज गर्न सकोस् क्या, तपाईँलाई जो कोहीले उठाएर फ्याँक्न सकोस्। कोही मान्छे तपाईँसँग बोल्न आएको छ, फ्लर्ट गर्न आएको छ, नजिक हुन ट्राई गर्दैछ भने नजिक हुनै पर्छ भन्ने छैन। अझ त्यो स्पेसल्ली अझ त्यो अर्काको श्रीमान छ भने त हामी एकदमै सोच विचार गरेर एकदम टाढा हुनुपर्छ के। मन मिलुन्जेलभरि ऊ अर्काको श्रीमान हो भनेर नसोच्ने। उसको बिहेभन्दा अगाडि तपाईँको जुनसुकै सम्बन्ध होस्, जस्तो सुकै घनिष्ठता होस्, तर बिहे भइसकेपछि त ऊ अर्काको श्रीमान हो नि त। अनि मन मिलुन्जेल बोल्ने, हाँस्ने होइन, उठ्ने बस्ने, लुट्ने दुट्ने के हुन्छ सबै गर्ने। अनि ऊ फ्यामिलीसँग गयो, अब अवश्य जान्छ, ऊ त अर्काको मान्छे हो नि त। अनि गइसकेपछि चाहिँ आफूलाई जेलस भएर आफू भिक्टिम बन्ने नगर्नु क्या। तपाईँलाई न्याय दिँदै गर्दाखेरि अर्को महिलालाई एकदमै अन्याय हुन्छ, जसको कसुर केही हुँदैन है। उसको श्रीमतीलाई के, उसको बच्चाको त झन् के कुरा गर्ने, त्यो बिचरा इनोसेन्ट बच्चाको बाबा भन्ने त्यो काख खोसिन्छ क्या। बाबाको तर्फबाट पाउने माया खोसिन्छ। तपाईँ सानो बच्चा हुनुहुन्छ, अन्डर एजको हुनुहुन्छ, तपाईँलाई ललाइ फकाइ गरेर जबरजस्ती गरेको छ, अथवा तपाईँले इग्नोर गर्न खोज्दाखेरि पनि तपाईँलाई मानसिक शारीरिक तनाव दिन खोजिरहेछ भने त्यसलाई जबरजस्ती भन्छ है। अनि त्यस पछाडि चाहिँ तपाईँले आवाज उठाउने हो, म अन्यायमा परेँ भनेर। तर आजभोलि त ट्रेन्ड यस्तो चलिरहेछ, एउटा पोस्ट हुन्छ, तिमी श्रीमान पो अरूको हो त, प्रेमी त मेरो हो नि माया भन्ने। अनि तल कमेन्टमा गएर सारा दिदीबहिनीहरूले साइलेन्टली रिपोस्ट भनेर लेखिराख्नु भएको हुन्छ कि। त्यसलाई प्रेम भन्दैन, त्यसलाई मूर्खता भन्छ, त्यसलाई एउटा अपराध भन्छ। महिलाले महिलालाई नै गरेको। तिमीले कहिले उसको श्रीमतीको बारेमा सोच्यौ? तिमीले उसलाई आफ्नो माया, आफ्नो प्रेम भन्दा भन्दै उसको श्रीमतीले पाउनुपर्ने न्याय दिन सिक्नुपर्छ कि। कति घटनाहरू चाहिँ बाहिर सोसियल मिडियामा आएको होला नि, तर हाम्रो गाउँ समाजमा लुकेका यस्ता घटनाहरू एकदमै धेरै छन् कि आजभोलि। ताकि अर्काको श्रीमानसँग बोल्ने, अर्काको श्रीमानसँग नाजायज सम्बन्ध राख्ने होइन, मन मिलुन्जेल बस्ने उठ्ने, अनि मन नमिलेपछि के आरोप लगाइदिने, त्यस्तो चाहिँ बन्द गरौँ दिदीबहिनीहरू। हामी आफू यस्तो स्ट्यान्डर्ड बनाऊँ कि हामीलाई कसैले पनि छुन सक्दैन। हामी आफै सजग, हामी आफै स्ट्यान्डर्ड, आफ्नो खुट्टामा आफै उभिने, अर्काको श्रीमानसँग बोल्ने, रिलेसनमा बस्ने बेलामा आफ्नो पढाइमा, काममा, हरेक कुराहरूमा ध्यान दियो भने यो प्रब्लम आउँदैन। आज त्यो एउटा केटीको ठाउँमा भोलि तपाईँ पनि पर्न सक्नुहुन्छ। सबैजनाले आफूलाई माया गर्नुहोस्, अरूलाई कसैलाई अन्यायमा पार्ने काम चाहिँ नगरौँ।